गाइस आज हाम्रो घरमा मकैको ढेँडो पाक्दैछ गाउँको मकवानपुर जिल्लाको ढेँडो अनि गुन्द्रुक पनि छ आलु गुन्द्रुक छ पालुङको साग छ अचार छ अनि आलु भुजिया छ मामा भान्जीलाई छोरीले भुजिया खान मन पराउँछ ड्याडीलाई ढेँडो हामीलाई खाना तरकारी छ धेरै काम गरेपछि मम्मीको छुट्टी भएर आज शनिबार घरमा बसेर ढेँडो खानु मन लागेर ढेँडो खाएको आज ढेँडो खान मन भएर ढेँडो खाएको मौसम पनि त्यस्तो चिसो चिसो छ पानी परेर मौसम चिसो छ पानी परेर ढेँडो पापा खाने ढेँडो पापा खाने हो खाने अब भात पनि खाने हो भात पनि खाने खाने होइन मिठो भयो मिठो आमाले याद आयो होला हजुर आमाले पकाइदिनु हुन्थ्यो गाउँमा अब यता कस्तो मिठो खाना गुन्द्रुक साग अचार ड्याडी चाहिँ ढेँडो खाइरहनु भएको छ गुन्द्रुकसँग देखेको छ हल्का हल्का ढेँडो खाने हो सानोले ढेँडो खाने हो म पनि भात खान लाग्यो अब गाइड